बालन शाह नेतृत्वको सरकारले धमाधम अध्यादेश ल्याउन थालेपछि यसको विरोध भइरहेको छ। सरकारले धमाधम अध्यादेश ल्याउन थालेपछि यसको तारो बनेका छन् रवि लामिछाने। कुनै बेला लामिछानेले अध्यादेशको खुलेरै विरोध गरेका पुराना अभिव्यक्तिहरू यति बेला भाइरल भइरहेका छन्। यस्तो भएपछि सरकारको यो कदम लामिछानेका लागि गाँडो भएको छ। 3 वर्ष अघि तत्कालीन सरकारले अध्यादेश ल्याउँदा उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै कडा प्रतिवाद गरेका थिए। जुन स्ट्याटसको स्क्रिनशट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अध्यादेशको विषयलाई लिएर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? 1 हप्ता, 2 हप्ता, 3 हप्ता? त्यस्तो के आपतकाल लागेको थियो र 1-2 हप्ता पनि कुर्न नसकिने? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ। नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो। यो तत्काल फिर्ता हुन पर्छ। विगतका सरकारले अध्यादेश जारी गर्दा कडा विरोध गरेका लामिछानेले अहिले पनि राम्रो काम गर्न अध्यादेश ल्याउनु परेको दाबी गरेका छन्। यहाँले बोलेकै कुराहरू विगतका सरकारका पालामा बोलेकै कुराहरू पर्याप्त रहेछन् के यहाँहरूप्रति प्रश्न उठाउनका निमित्त, चाहे त्यो अध्यादेशको विषयमा होस् चाहे सुकुम्बासी बस्ती उठाउनका निमित्त होस्। कसरी हेर्नु भएको छ यी टिका टिप्पणीहरू त्यति राम्रो खालका चाहिँ छैन। अब गरेन सरकारले ओली पथमै छ भन्ने हैन, त्यस्तो लाग्न सक्छ। तपाईले अझ स्पेसिफाई गरेर मलाई सोधिदिनु भएको भए अझ त्यसरी नै जवाफ दिन्थे। तपाईले मेटाफोरहरू युज गर्नुभयो, त्यही पनि मैले बुझिहालेँ नि, मैले नि बुझेँ, तपाईँको अडियन्सले नि बुझ्नु होला। अर्डिनेन्सको विषयमा, अध्यादेशको विषयमा हिजो गरिएको विरोध अथवा त्यो गलत हो भनिएको त्यसको कन्टेन्ट, त्यसको उद्देश्य हेरेर हो। सिङ्गो अध्यादेशको मात्र कुरा गरिएको छैन। हामीले ल्याउने अध्यादेशले कसैको पार्टी फुटाउने अभिप्राय राखेको छ कि छैन? हामीले ल्याएको अध्यादेशले आम नागरिकलाई दुःख दिने कुरा छ कि छैन? हामीले ल्याएको अध्यादेशले अर्कालाई फसाउने, आफ्नालाई बचाउने, सरकारी जग्गा जमिन हडप्ने, बेच्ने त्यस्तो गलत मनसायले ल्याएको अध्यादेश हो भने अध्यादेश त्यस्तो मनसायले ल्याउनु हुँदैन भन्ने कुरामा हामी पनि खुलेर कुरा गर्न सक्छौँ। हामी त्यस्तो धृष्टता गर्दैनौँ। असाधारण कुनै परिस्थिति आयो भने बेग्लै कुरा हो राजनीतिमा, तर त्योभन्दा बाहेकको परिस्थिति यो होइन। हामीले अहिले केका लागि गरेका छौँ त्यसको कन्टेन्ट यहाँहरूले सोध्नुभएको भए, अध्यादेश मात्र नभनेर अध्यादेशका विषयवस्तु मात्र भन्नुभएको भए त्यो अझ बढी न्यायपूर्ण हुन्थ्यो होला। तर खैर केही छैन, प्रश्न त उठिहाल्छन्। प्रश्न उठेपछि हामीले जवाफ होइन समाधान पनि दिनुपर्छ। त्यसकारणले अध्यादेशका विषयमा हिजो मैले गरेको विरोध कई वर्ष अगाडिको तपाईँहरूले टिप्पणी भन्नुभएको खोज्नुभएको होला, धेरै पुरानो पनि छैन, केही छैन, पुरानो नयाँ त्यसको ओनरसिप त लिनु पऱ्यो नि। आफूले बोलेका अभिव्यक्तिहरूबाट भाग्ने त कुरा हुँदैन नि त्यसलाई त, र त्यसलाई कुतर्क गरेर पन्सिने कुरा पनि आउँदैन। सत्य जे हो त्यही कुरा गर्नुपर्ने छ। त्यस कारणले हामीले ल्याएको अध्यादेश, हामीले जुन जनमत हामीले प्राप्त गऱ्यौँ त्यो जनमतमा एउटा अपेक्षा छ। तपाईँ बताउनुहोस्, एउटा संवैधानिक परिषदकै कुरा गर्दाखेरि एउटा रिक्तताको अवस्था छ। अदालतबाट चाहिँ एउटा पूर्ण पाठ पनि नआएको अवस्था छ। अब यो रिक्तता राखिरहँदाखेरि कयौँ संवैधानिक निकायहरूमा चाहिँ पदपूर्ति गर्नुपर्ने अवस्था छ। हामी जुन स्पिडमा काम गरिरहेका छौँ त्यो स्पिडलाई त म्याच गर्नु पर्ला। हामीले ती पदपूर्ति त हामीले गर्नु पर्ला।